अन्डा उसिनेको अन्डै फुटे साथीहरू। अब के खाने मैले, हेर्नुहोस् त कस्तो बिजोग भएको आज बिहानै। अनि एउटा सिङ्गै सुन्तला अड्ने कत्रो मुख हो मेरो। आज चाहिँ घरमै पकाएको सेल खाजा खान पायो साथीहरू, यस्तो मिठो भयो कि। र साथीहरू मेरो भ्लग सुरु भइसकेको छ आज है। यो अनकम्प्लिटेड ड्रइङले चाहिँ कलरिङ गर्दैछु, यो पुरा हुन चाहिँ अलिक टाइमै लाग्छ है। बिहान एकछिन मात्रै गर्छु। अनि तातो पानी खाएँ साथीहरू है। आउने ड्युटी त जानैपर्छ फेरि, यसो नास्ता पनि खानु पऱ्यो होइन। आज चाहिँ दुध बिस्कुट अनि यसो अन्डा पनि उसिनेर खाउँ भनेको। पाक्यो होला भनेर यसो हेरेको थिएँ, एउटा अन्डा त प्वाट्टै फुटेर बसेको रहेछ साथीहरू। अब के गर्नु, बिजोग भयो बिहान है। नास्ता खाएपछि चाहिँ मुख मिठो पार्न सुन्तला खाएर म ड्युटी गएँ साथीहरू। A few moments later. ड्युटीबाट घरमा फर्केको त आज त यस्तो मिठो खाजा बनाएर राख्नु भएको रहेछ नि आमाले। यो सेलरोटी चाहिँ मेरो बुढीले बनाउनु भएको, अनि यो चनाहरू चाहिँ आमाले बनाउनु भएको रहेछ। अनि घरमा यसरी बनाएको सेलहरू खान चाहिँ लास्टै मिठो लाग्छ मलाई चाहिँ है। अर्ग्यानिक हुन्छ, यस्तो मिठो लाग्छ होइन। बजारतिर नि पाइन्छ तर अलिक चिल्लो हुन्छ नि त साथीहरू बजारतिरको होइन। घरमा बनाएको त यस्तो मिठो हुन्छ कि खानको लागि। अनि नास्ता खाइसकेपछि अब चिसो आज झन् पानी परेको दिन, यसो कफी त खानु पऱ्यो नि होइन। अनि म त प्राय के अरे ब्ल्याक कफी खान्छु, तर आज बुढीले चाहिँ दुधमा कफी हालेर दिनुभयो। बनाइसकेपछि त खानै पऱ्यो होइन। अनि एकछिन पछि फेरि म यस्तो बिजी भयो कि घरमा आज होइन, यस्तो बिजी भयो कि घरको कामहरू गरेर भिडियोहरू खिच्न पाएन। अनि खान टाइम भयो बेलुका एकैचोटि। अनि फेरि बेलुका यसो कामहरू गरिसकेपछि दिउँसो खाजा खाएर भोक लागिरहेको थियो। अनि बुढीले के पकाउनु भएछ भनेको त मुलाको चना र आलु बनाउनु भएको रहेछ है। यो हाम्रो फ्रेस मुला र आलु बनाउनु भएको रहेछ, यस्तो मिठो बनाउनु भएको रहेछ। यति खायो कि आज भात होइन। बच्चाहरूलाई शुद्ध मिठो लाग्यो अरे। अब फेरि बच्चाहरू सुत्ने बेला उनीहरूलाई दुध चाहिन्छ है। अनि गाईको दुध अब एक कप खान्छन् अनि सुत्छन् उनीहरू। अनि म चाहिँ थकाइ लागिरहेको थिएँ घरमा काम गरेको, अनि ड्युटीमा नि गएर आएको, यसो ओछ्यान सोच्नेलाई सुते आएको। भ्लग यहीँ हुन्छ साथीहरू।